गाइज वेलकम ब्याक टु माई मिनी भ्लग। सो आज चाहिँ होइन, हुनु त मैले यो हिजो किनेको भेक्स के भन्छ अब, बेक्सका बेक्सका हो कि के हो, यहाँबाट चाहिँ मैले केही केही सामानहरू किनेको छु होइन। अनि किन किनेको भन्दाखेरि सोल्ट जताततै सोल्ट चलिरहेको थियो, अनि मैले पनि यो किनिदिइहालेँ। यसमा चाहिँ के छ हेरौँ है। र यो फर्स्टमा छ यो यो सेम हो है। यो चाहिँ मैले पहिला पनि किनेको थिएँ होइन। यस्तो 4-5वटा छ मसँग, वाइटमा, सबै वाइटमा। एउटा जारामा पनि यस्तै छ, तर बेक्सकामा चाहिँ यो जाराभन्दा अलिक सस्तो, तर सेम क्वालिटी जस्तो लाग्यो। अनि मैले फेरि यस्तो कालो एउटा किनिहालेँ होइन, सेम छ होइन। अनि फेरि अर्को योसँगै फेरि मैले यस्तो के भन्छ, ग्रेमा पनि छ होइन। यो दुइटा, यो चाहिँ ग्रेमा छ, यो वाइट भयो। अनि यति आजभोलि चाहिँ मेरो चाहिँ यो फेभरेट भइरहेछ है गाइज, फेभरेट। अनि अर्को के छ भने टुङ यो प्यान्ट किनेको होइन। यो प्यान्ट पनि मैले, तर मेरो साइजभन्दा मभन्दा अलिकति लामो छ कि। यो भनेको पुरै 32को जस्तो लाग्यो मलाई, 32को हो। 34, सरी, 34को यस्तो ठुलो हुन्छ भनेको, अझ पनि 34को पनि अझै ठुलो छ। तर पनि केही छैन भनेर मैले किनिदियो होइन। अलि ठुलो भएर केही हुँदैन, यो लास्ट साइज हो कि यो सबभन्दा सानो साइज हो। यो पनि अझ मलाई ठुलो हुन्छ। अनि त्यहीसँगै मिल्ने एउटा यो सर्ट किनेको छ होइन। अब के भन्छ यसलाई, सर्ट भन्छ कि के भन्छ, अब टी सर्ट यो किनेको छ। अनि यति हो गाइज। यो चाहिँ पुरै सोल्डमा चलिरहेको थियो, त्यही भएर मैले नि यसो हेरेर किनिदियो। यो धेरै महँगो छैन, यो सबभन्दा सस्तो हो, सस्तो मूल्यमा। अनि यो गर्मीमा लाउनु मजा आउँछ भनेर यस्तो राम्रो छ कि यो क्वालिटी, हेर्नु न। सो यो चाहिँ अब मैले भोलितिर यो भिडियो बनाउँछु होइन, यो लगाएर। अनि हेर्नुहोस् है गाइज, भोलि के कस्तो देखिन्छ, म तपाईँहरूलाई भिडियो देखाउँछु।